हेलो सम्पूर्णमा नमस्ते। आज गोठाला दाईको भ्लगमा सबैलाई स्वागत छ। आज हामी चाहिँ भाइ दिपेन्द्र सँग चाहिँ आज हामी गाई गोरु लिएर आएका छौँ। हाम्रा गोरु चाहिँ यता माथितिर छन् अनि अति धेरै चाहिँ हामीलाई पानी तिर्खा लागेर यहाँ खोल्सामा थोरै पानी चाहिँ जमेको रहेछ अनि त्यही भएर चाहिँ तपाईलाई हामीले पानी खाएको देखाउँछौँ। यहाँ अलिअलि पानी रहेछ, सङ्लो सङ्लो रहेछ, यही पानी खान्छौँ। यहाँ पानी रहेछ गाईहरू गोठाला आएको खानु पर्यो। हेर्नुहोस् लास्टैतिर लागिरहेको छ। हाम्रो चाहिँ यस्तै खान्थ्यौँ कि जमानामा फेरि गाई गोरु आउने। पानी खाएर हामी चाहिँ निस्किसकेका छौँ। अब यहाँ एकदम अप्ठ्यारो छ। यस्ता रुखहरूबाट चाहिँ तर्नुपर्छ, बहुत गाह्रो हुन्छ हिँड्न, देख्न सक्नुहुन्छ। अब चाहिँ म जान्छु। जति बित्ति दुःख हुन्छ हेर्नुहोस् गाईहरू, त्यही भएर राम्रोसँग पढ्नुपर्छ, नपढ्यो भने त यही हो। त्यही भएर बहुत गाह्रो हुन्छ। यी खोल्सा खोल्सीमा पानीहरू पनि जमेको छ, तिर्खा लगाउने यस्तै पानी पनि हामीले खाइन्छ। हिँड्दै गर्दा चाहिँ मैले एउटा किन धमिराको घर पनि देखेँ। तपाईँ सबैलाई थाहा छ होला धमिरा भन्ने त। हामी सङ्घर्षबाट चाहिँ भागेर, मेहनतबाट भागेर चाहिँ हामी टाढा टाढा भागिरहेका हुन्छौँ। तर सङ्घर्ष के हो, मेहनत के हो भनेर चाहिँ हामीले यो साना धमिराबाट पनि हामीले चाहिँ चिन्न सक्नुपर्छ, सिक्नुपर्छ, जान्नुपर्छ। सङ्घर्ष चाहिँ हामीले गऱ्यौँ भने चाहिँ एक दिन पक्कै पनि सफलता मिल्नेछ भन्ने कुरा पनि हामीले यो धमिराको घर महलबाट पनि हामीले सिक्न सकिन्छ। धमिरा धेरै साना हुन्छ, त्यही पनि यति ठुलो महल घर चाहिँ बनाउन सकेको हुन्छ। ओ दिपेन्द्र, कहाँ पुगे गोरु? ए ल हाम्रा गोरु चाहिँ यता माथितिर निस्किँदैछन्। अबको हामीले केही समयमा घर लग्ने हो भन्दै आजको छोटो मिठो गोठाले दाईको भ्लग चाहिँ यही अन्त्य गर्दछु। धन्यवाद। बाई बाई दिपेन्द्र।